विशेष गरेर घेवाहरूमा है घेवाहरूमा जाँड रक्सी चलाउने हाहु गर्ने 2-3 दिन 4 दिन 5 दिनसम्म जाँड खाएर बस्ने अनि भरे चाहिँ के भन्छ फेरि भरे चाहिँ यो लामाहरूले चाहिँ अब 3-4-5 दिनसम्म घेवा गरेर हाम्रो भएको पैसा सबै सिध्याइदियो हामी गरिब भयो यो धर्म काम छैन हो बुद्ध धर्म काम छैन भनेर चाहिँ धर्मान्तरण गर्नेहरू समाजमा थुप्रै बढेको छ त्यो किन घेवा 5 दिन गर्नुपर्छ भनेर कसले भन्यो गर्नै पर्दैन एक दिनमै सकिहाल्छ अनि त्यो जाँड खाने रक्सी खाने मात्ने विभिन्न खालको चाहिँ एक्स्ट्रा जुन थप चाहिँ के भन्छ खर्चहरू चाहिँ बढी भएको हुनाले अनि हामीले चाहिँ त्यस्तो लाग्यो त्यसकारण बुद्ध धर्म कुनै महँगो होइन बुद्ध धर्म महँगो होइन अब कतिपयले के पनि भन्दा आजकल भन्दाखेरि लामा गुरुहरू धेरै महँगो भयो हो लामा गुरुहरू महँगो भयो के भनेको थियो कतिपय ठाउँमा चाहिँ लामा गुरुहरूले मैले घेवा गर्नु पर्यो भने मलाई 50,000 चाहिन्छ 1 लाख चाहिन्छ 2 लाख चाहिन्छ भनेर तोकेको अवस्थाहरू पनि हामीले कतै कतै सुनेका छौँ देखेका छौँ होइन त्यो चाहिँ एक हिसाबले धार्मिक हिसाबले हेर्दाखेरि गलत हो तोक्नु मिल्दैन दान दक्षिणा भन्ने कुरो इच्छाले दिने हो है त लामा गुरुहरूले यसरी तोक्नु भएको छ भने चाहिँ त्यो हिसाबले गलतै हो फेरि जिन्दाले पनि के बुझ्नुपर्छ भने है दुवै पक्षले लामाले पनि त्यसरी तोक्नु भएन र जिन्दाले पनि कम्तीमा लामा गुरुहरूलाई हैन घरमा बोलाएर पूजापाठ गराएपछि बिहानदेखि बेलुकासम्म घोक्रो सुन गरी पढ्नुपर्छ हैन धर्मको त धर्मको काम त हो धर्म त हुन्छ पुण्य त हुन्छ त्यही पनि उसको पनि लामा गुरुको पनि के हुन्छ बाँध्नु त पर्यो नि त जीविकोपार्जन गर्नु परेन छोइ मात्रै पढेर पेट त भर्दैन सिधै कुरा है फेरि मैले एकदम साधारण भाषामा भनेको छु त्यसो हुँदाखेरि जिन्दाले पनि के बुझिदिनु पर्यो भने ओहो आज मैले पूजामा बोलाएको छु लामा गुरुलाई मैले दान दक्षिणा चाहिँ कस्तो हिसाबले गर्ने त हो नभई पनि थुप्रो दिनुपर्छ भन्ने पनि होइन हो ठिक्क तरिकाले हैन कम्तीमा लट्ठी पनि नभाँचोस् सर्प पनि नपरोस् भन्ने एउटा उखान छ नि त्यो हिसाबले मिलाउँदै गएपछि अनि सबै कुरा राम्रो हुँदै जान्छ खर्चिलो भन्ने पनि देख्दैन खर्च चाहिँ अर्कोतिर गइरहेछ अनि लामा गुरुहरूलाई दान दिँदाखेरि पैसा धेरै गयो भन्ने कुराहरू पनि सुन्छु के कति चाहिँ दिन्छ होला त मैले यसो सोचेँ कति दिन्छ होला त एउटा घेवा गर्दाखेरि लामा लगभग सेटैको कुरा गर्दाखेरि 7 जना 8 जना भए हाम्रो सेट पुग्छ है त्यहाँ माथि लो 6-7 जना 8 जनै थपेछ भने पनि 15 जना 20 जना भन्दा लामा हुँदैन हाम्रो घेवामा ल 20 जना कुरा गरौँ 20 जनालाई एउटा त्यो घरको जिन्दाले 20 जना लामालाई दान गर्दाखेरि लो 2-2 हजार रुपैयाँ दामासाई भनौँ दामासाई भनेको बराबरी माथि बस्नेलाई पनि तल बस्नेलाई पनि 2-2 हजार दान गरे पनि कति गयो 20 दुना कति 40,000 40,000 भन्दा त लामाले खर्चै गएन नि लो म्याक्सिमम राखेको थियो बढीमा 40,000 लामालाई दान मात्रै 40,000 गयो त्यो पनि 2,000 दियो भनेको 2,000 दिनु भने होइन मैले फेरि हैन त्यो चाहिँ एउटा हामीले एउटा हिसाब राखेको हैन अब 10,000 चाहिँ अक्रम बक्रम यताउति के बत्ती बाल्ने घिउसिउ यताउतिले गयो भने जम्मा 50,000 मा लामा मात्रै 20 जना बोलाउनुस् 50,000 मा सबै काम सकिन्छ तर घेवामा कति लाग्छ खर्च 3 लाख 4 लाख 5 लाख अनि अर्को पैसा चाहिँ केमा खर्च गरे लामालाई त 50,000 ले पुग्दो रहेछ त नि अनि दोष चाहिँ लामालाई दिने लामाले पैसा धेरै लामाहरूले पैसा भुसुकै लगेर खतम पार्यो यहाँ हाम्रो 4 लाख पैसा गयो 4 लाख लामालाई दिएको भए चाहिँ हो है फेरि दिनुहुन्छ लु भन्नुस् धर्म नछोडिकन भन्नुस्